माँ दुर्गा सबकी आमा हुन्, पशुकै पनि आमा हुन्, मान्छेकै पनि आमा हुन्, सारा संसारकै आमा हुन् र आमाले आफ्नै सन्तानको बलि कहिले पनि माग्दिनन्। मलाई चाहिँ यो लाग्छ। हेलो नमस्ते जय श्रीराम। अहिले चाहिँ बज्दैछ बिहानको 2:30 र हामी चाहिँ म चाहिँ नुहाइधुवाइ गरेर यसरी रेडी भइरहेछु कहीँ जानको लागि। कहाँ जानलाई रेडी भएको त सोच्दै हुनुहुन्छ होला, तपाईँले सोच्नु पर्दैन। म आफै भन्दैछु हजुरलाई, म कहाँ जाँदैछु। म मात्रै होइन, धेरैजना जाँदैछु र एकदम यो अहिले सर्दी लागिरहेको छ, त्यो पनि मैले बिहान मेरो एकछिन नुहाएँ। अब यसो ज्याकेट स्याकेट लगाउँछु। यता हाम्रो अम्मु पनि उठिरहेछन् बिहान बिहानै, यता नि चुलाको छेउमा बसेर आगो पनि ताप्दैछिन्। हामीहरू आज कहाँ जाने, रिसाइरहेछ, निद्रै पुगेको छैन। अहिले चाहिँ हामीहरू पुरै रेडी भइसकेका छौँ जानको लागि। गाडी आउने 3 बजी कुरो थियो, 3:10 भयो र आउँछ गाडी। हामी पर्खिरहेका छौँ र फाइनली गाइस हाम्रो जाने वाहन पनि यता आइपुगेको छ, यता रोकिरहेको छ हामीहरूको लागि। र अब जाने हो। यहाँ कति के टाइम लाग्छ म उही सोध्छु र कहाँ जाँदैछु त्यो पनि उहाँ दाइले नि भन्नुहुन्छ। सर आइपुग्नु भयो र हामी कहाँ जाने मैले भनेको छैन, तपाईँ भनिदिनु। हामी अहिले भिडियो सेयर हुँदै जान्छन्, डिमापुर जाने। डिमापुर, ल ठिक छ, चलो हिँड्नु। ल सर हजुर, र कति टाइम लाग्छ भन्नु? हामीलाई 4 बाट 4.5 घन्टासम्म लाग्न सक्छ। अच्छा ठिक छ, 5 घन्टा पनि लाग्न सक्छ। बिस्तारै बिस्तारै जानुपर्छ। ल ठिक छ, बिहानको टाइम छ, अहिले 4 बज्न आँट्यो लगभग। र हामी अब हजुर ल म अघि निस्केको। खोइ हेलो गाइस, तपाईहरु सुत्दै गर्नु, हामी हिँडेका हो। ल छोड्नु खोइ दिवङ्कर कहाँ बस्नु? दिपकहरुको काका अरे आटिन्छ हाट्नु त। गाइस हाम्रो सफर चाहिँ यहाँबाट सुरु भइसकेको छ र अब लगभग 3 घन्टा 4 घन्टा कतिमा हामी पुगिन्छ होइन। अब गाडीमा त के भिडियो गरिराख्नु, सिधै पुगेर भिडियो गर्नेछु। माझमा कतै गर्नु पर्यो भने म गर्नेछु। लगभग उज्यालो भइसकेको छ र हामी चाहिँ फाइनली होइन, हामी चाहिँ अहिले आइपुगेका छौँ। के ठाउँमा अरे, के ठाउँ अरे? जखला बन्दा भन्ने ठाउँ। र यहाँ चाहिँ के चिया पिउने होला होइन। यहाँ चाहिँ माने होटल खोलेको रहेछ यति छिटो। हाम्रो होम टाउनमा त अहिले खोलेकै हुँदैन, 10-11 बजी मात्रै खुल्छ। र यहाँ चाहिँ खोलिसकेको रहेछ र हामी अब चिया पिउने जाउँ भित्र। हाम्रो चिया चाहिँ यहाँ आइसकेको छ, अरे माटाको कपमा चिया, जो कि काफी बढिया। चिया सबैले पिइसक्यो। हामी यता के अरे के खाने? तामुल। तामुल, कोही तामुल, कोही पान, कोही तामुल कोही पान। बासुदा तामुल सही हो। जखला बन्दाका तामुल जखला बन्दाका तामुल गाइस। र यो ठाउँको चाहिँ एउटा अचम्म के लाग्यो भन्दाखेरि यहाँका होटल बन्दै हुँदो रहेछ, माने बन्द गर्ने अप्सनै छैन। अनि यो होटलमा जुनै पनि होटलमा माने बन्द गर्ने अप्सनै छैन, 24 घन्टा खुल्ला। दोकानमा साटार नै रहेन र मैले चाहिँ हेरेँ। त्यही त कुनै पनि होटलमा साटार भने त बन्द गर्ने रहेन रहेछ। अनि अचम्म ठाउँ जखला बन्दा, सबै खुल्ला तर बन्द। र गाइस अब फेरि हामीहरू चढिसकेका छौँ। अब कसैलाई मुत लाग्यो भने, हब लाग्यो भने हेलो काजिरङ्गा लगभग काजिरङ्गा गैडा हेर्नले गैडा गाइस यो चाहिँ हो काजिरङ्गा जङ्गल र यसको बिचमा हामी चाहिँ अब गैडा हात्ती खोज्दै हिँड्दैछौँ। र फाइनली गाइस हामी आइपुग्यौँ। लगभग 5 घन्टा लाग्यो। राम 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 राम।
बिहान 4 बजी हिँडेको अहिले 9 बज्यो 5 घन्टा लाग्यो गाइस र फाइनली हामीहरू आइपुगेका छौँ र यिनीहरू यहाँ गाडीबाट नाम देखान् आइपुगेको मन्दिर चाहिँ कता छ ए अगाडि मन्दिर त अगाडि गाडी पार्किङ रह अब चाहिँ यहाँबाट के प्रसाद लिने यताहरू लिँदा पनि हुन्छ त्यताहरू लिँदा पनि हुन्छ पाला नौडा भयो 9वटा 9वटा पाला नौडा दिनु यो चुन्नी पनि एउटा दिनु यो फिता दिनु अनि किन आउन सकिँदैन आउने त्यही त एउटा यो चुन्नी पनि दिनु प्रसादीकै लानु न प्रसाद ल्याएको छ अब तपाईँले के दिनुपर्छ केही पर्दैन यो मैले पूजाको सामान चाहिँ यहाँ अलिकति किनेँ अब पूजा गर्नुपर्छ खै हिँड्नु अब मन्दिरभित्र बस्नलाई के गरेर रम्रिएका फेरि कपाल सपाल कोरेर बिहेको जन्ती हिँडेको होइन त यहाँ चाहिँ छन् परे बा यी पनि बेच्न राखेको होला नि यी आएर यहाँ काम गर्न थाल्यो फेरि उत्पात फाइनली गाइस हामीहरू चाहिँ श्री श्री देउपानी दुर्गा मन्दिर आइपुगेका छौँ माताजीको मन्दिर हामीहरू आइपुगेका छौँ र गेटबाट प्रवेश गर्दैछौँ भित्रपट्टि र अब हेरौँ के कस्तो छ म चाहिँ पहिलोचोटि आएको यहाँ र यस्तो खालको छ यता सो गाइस यो बाहिरबाट चाहिँ म भिडियो गर्दैछु किनकि यहाँ लेखिएको छ मन्दिरभित्र फोटो तुला कठोर भावे निषिद्ध भने भित्र भिडियो फोटो केही गर्न सकिँदैन त्यसैले अब यहाँ म चाहिँ अब भित्र सकेँ भने गर्छु सकिनँ भने म देखाउँदिनँ हामीले दर्शन यहाँ गरिसक्यौँ भित्र अब भिडियो बनाउन एलाउड छैन र म चाहिँ बाहिर बनाउँदैछु र हाम्रो दर्शन गरिसक्यौँ र हाम्रो बासुदाई नरियल फुटाउनुहुन्छ यहाँ एकमा फुटिहाल्छ पानी झरेन यहाँ हाम्रो दर्शन भइसक्यो यतापट्टि भाउजू दिदी काकीहरू चाहिँ उहाँ दर्शन गर्न जानुभएको छ हामीले चाहिँ गरिसक्यौँ यता बासुदा र अर्का दाई यहाँ हामीले दर्शन भइसक्यो हामीहरूको र यहाँ सिता पनि बाँधिसक्नु होइन हजुर अब अरू केही रहेको छ हजुरहरू को यो मन्दिर आउनु भएको छ एक बार भए पनि कमेन्ट गर्नु होला ल र म चाहिँ पहिलोचोटि आएको यहाँ र धेरै राम्रो लाग्यो यो मन्दिरको जुन यताउतिको छ नि धेरै अब राम्रो लाग्यो तर एउटा चिज नराम्रो के लाग्यो भन्दाखेरि यहाँ पनि बलि दिँदा रहन् बाख्रा खसीको त्यो चाहिँ अब मलाई चाहिँ किन मन पर्दैन केही नराम्रो बोल्यो भने म माफी चाहन्छु तर यो जुन बलि दिने जुन प्रथा छ यो चाहिँ मलाई मन पर्दैन र अब मलाई लाग्दैन कि यो माँ दुर्गाले पनि मान्छेसँग बलि माग्छिन् किनकि माँ दुर्गा सबकी आमा हुन् पशुकै पनि आमा हुन् मान्छेकै पनि आमा हुन् सारा संसारकै आमा हुन् र आमाले आफ्नै सन्तानको बलि कहिले पनि माग्दिनन् मलाई चाहिँ यो लाग्छ र होइन भन्नु त एउटा जुन बलि दिने प्रथा मलाई यहाँ सबै थोक राम्रो लाग्यो त्यो चाहिँ राम्रो लाग्यो किनकि अब दुर्गा माता सबकै आमा हुन् नि आमाले आफ्नो सन्तानको बलि कहिले माग्छिन् र मलाई त्यो चाहिँ राम्रो लागेन अब त्यसमा चाहिँ अब अलिकति हुन्छ तर अर्थ यहाँ सबै बढिया छ उनीहरूको फोटो खिचेकै छैन गाइस अब उनीहरूको फोटो खिच्न यति टाइम लाग्छ हामीलाई आउन जति टाइम लागेन त्योभन्दा धेरै त बेला फोटो खिच्न लाग्छ केही छैन त्यही त भएको उनीहरूको फोटो खिचाइ स्टार्ट भएकै छैन फोटो खिच यता यी आमाहरू चाहिँ यता फोटो उठाउनमा व्यस्त छोरी यता आफ्नो धुनमा मस्त अम्मु के अम्मु कता खुसी भएकी छौ त आज हाम्रो कि अम्मु चाहिँ यति खुसी छिन् कि यता पनि कुद्दै छिन् उता पनि बुङ्गा हुन्छ नि फेरि खोइ नगर ए ऊ भन्दैछु नि बुङ्गा हुन्छ चढ्ने यहाँमाथि चढेर हेर्ने ल कुन साइडले चढ्दैछौँ माथि यहाँबाट यस्तो खालको छ अलिकति हामीहरू चाहिँ फिलहाल अब फेरि मन्दिरबाट बाहिर निस्किसकेका छौँ हाम्रो दर्शन पनि सकियो दर्शन पनि हामीले गरिसक्यौँ र तपाईँहरू हेर्न सक्नुहुन्छ यो मन्दिर अघि पनि देखाउँदै अहिले पनि देखाउँदैछु
र तपाईँहरू आउनु नै भएको छ होला होइन, कतिजना कति प्रायः त आउनु भएको छ होला, कति प्रायः आउनु भएको छैन। र धेरै राम्रो मन्दिर, धेरै राम्रो। हामीहरू मन्दिर दर्शन सक्यो। अब बिहानदेखिबाट हामीले केही खाएका छैनौँ र केही खानको लागि हामी यो होटलमा आएका छौँ। र अर्थक त अब त्यस्तै थियो, मन्दिर तपाईँहरूले देखिहाल्नु भयो होइन भ्लगमा। र त्यस्तै थियो। र आजको भ्लग चाहिँ म यतिमै समाप्त गर्छु। जय श्री राम।